कार्ज्यू नेपाल जेसिस वर्ष 2025 का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रजनी थापाज्यू र नेपाल जेसिस वर्ष 2025 का सम्पूर्ण बोर्डका पदाधिकारीहरू र नेपाल जेसिसका विभिन्न कालखण्डमा आफ्नो योगदान दिनुहुने आदरणीय पूर्व अध्यक्षज्यूहरू र पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मबाट पाल्नुहुने सम्पूर्ण शाखाका लिडर आदरणीय अध्यक्षज्यूहरू र पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सम्पूर्ण मेरा आदरणीय आइटिबी आदरणीय समकालीनज्यूहरू र पूर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका सम्पूर्ण शाखाका आदरणीय महासचिव आदरणीय कोषाध्यक्ष आदरणीय जिएससी आदरणीय एससी सम्पूर्णलाई यो रात्रिकालीन यो जनकपुरको सभाहालबाट टिकापुर जेसिसको प्रस्तुति जयश्री पदबहादुर विष्टको तर्फबाट सम्पूर्णलाई नमस्कार जय जेसिस। र आज हामी नेपाल जेसिसको यो 56औं महाधिवेशनमा आउँदाखेरि नेपाल जेसिसको लागि म वर्ष 2026 को लागि राष्ट्रिय उपाध्यक्ष पदको उम्मेदवारी यहाँ दर्ता गरेको छु र सम्पूर्ण जेसिस मनहरूलाई नेपाल जेसिसको राष्ट्रिय उपाध्यक्ष यो सुदूर पूर्व सुदूर पश्चिमाञ्चलबाट एउटा छिटो यो हाइकम भएको मेरो आदरणीय प्यारो जेसिसलाई तपाईँ युवा जेसिस मनहरूले यो सुदूर पश्चिमबाट आएर आज यो जनकपुर धामसम्म 30-40 घण्टाको यात्रामा आज हजुरहरूमाथमा एउटा मैले आफ्नो भोट माग्ने अवसर पाएको छु र सम्पूर्ण जेसिस मनहरू यो सुदूर पश्चिमाञ्चलबाट आएको एउटा युवालाई तपाईहरूले यो मन र मुटुमा राखेर नेपाल जेसिस वर्ष 2026 को आँक्नका लागि तपाईहरूले पठाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। मैले नेपाल जेसिस वर्ष 2026 का लागि जितेछु भने मैले मेरो अध्यक्षज्यूले दिएको प्लानमा एक्सनमा रहे मेरो असाइनी बिपीले मलाई दिएको प्लानमा एक्सनमा रहेर मलाई जुन क्षेत्र निर्धारण गरेर जुन दिएको क्षेत्रमा रहेर जेसिसलाई कुनै पनि किसिमको आँच नआउने किसिमको काम गरेर तपाईहरूले यो मत दिएको मतलाई उच्च मूल्याङ्कनका साथ अगाडि बढाउनेछु भन्ने पूर्ण विश्वास दिनेछु। र जेसिस मनहरू हामीले यो जेसिस तालिमको माध्यम भनेर हामी चिनिने गर्दछौँ। हामी नेतृत्व र व्यक्तित्व विकास गर्ने एउटा थलो हो। त्यो नेतृत्व र व्यक्तित्व विकास गर्ने थलोमा हामी उभिने गर्दाखेरि आज हामी एउटा शिर ठाडो गरेर उभिन सक्छौँ। हामी जेसिस युवाहरू हौँ। त्यसैले गर्दा के हो भने जेसिस युवाले कहिले पनि पछाडि हट्ने होइन अगाडि हट्ने हो। त्यसैले गर्दा हामी लिडर हौँ। लिडरले पछाडि कहिले हट्नु हुँदैन अगाडि हिँड्नुपर्छ। त्यसैले साथीहरू तपाईहरूले वर्ष 2026 हाँक्नका लागि अगाडि बढाउनका लागि तपाईहरूले यो जेसिस विष्टलाई अत्याधिक मतले विजय गराइदिनु हुनेछ भन्ने पूर्ण विश्वास लिएको छु। यो आइकम फाइदालाई तपाईहरूले अत्याधिक मतले विजय गराउनुहुन्छ भन्ने पूर्ण विश्वास गर्दै यो सुदूर पश्चिमाञ्चलको सिङ्गो टिमलाई यो म रूपबहादुर विष्टलाई तपाईहरूले अत्याधिक मतले विजय गराइदिनु हुनेछ भन्ने पूर्ण विश्वास गर्दै कर्मसङ्घ सत्र रहेको पनि जानकारी गराउँदै बिदा हुन्छु। धन्यवाद। जय जेसिस। 2016 देखि म आफै पनि सुदूर उसमा हो नि त हजुर सुदूर पश्चिमको क्याबिनेट हुँदै गर्दाखेरि तपाईले चाहिँ त्यहाँको चुनौतीहरू जस्तै मेम्बरशिप रिटेन र लिडरशिप डेभलपमेन्टको लागि चाहिँ के भूमिका गर्नुहुन्छ कुनै दुईवटा चाहिँ हामीलाई बताइदिनु होला। दाइ कहाँ हेर्दै हुन्छ खुसी लगाइदिनु। यो मेम्बरशिपको पनि समस्या छ। नेपाल जेसिसमा हामीले जुन यो मेम्बरशिप अगाडि बढाउनको लागि कसरी जुन बढाउने ग्रोथ कसरी बढाउने भन्ने कुरा रहेको छ। हामीले जेसिस भनेको नेतृत्व र व्यक्तित्व गर्ने विकासको थलो भनेर हामी चिनिन्छौँ। त्यो नेतृत्व र व्यक्तित्व विकास गर्नको लागि माध्यम के हो भने ट्रेनिङ भएकोले यो फर्स्ट अफ अल हामीले एउटा ट्रेनर उत्पादन गर्ने जमर्को गरेका छौँ। यो ट्रेनर उत्पादन गरेर हामीले युवाहरूलाई आकर्षित बनाउनको लागि हामीले अहम भूमिका निर्वाह गर्नेछौँ। धन्यवाद। जय जेसिस। धन्यवाद। नेक्स्ट कैंडिडेट